हेलो सबैलाई नमस्कार। दिस इज मी एसबिजी ब्लगमा सबैलाई वेलकम एन्ड नमस्कार छ। तपाईँले देख्न सक्नुहुन्छ यो खसीको मासुको सुकुटी म बनाउँदैछु। मैले यो घरमा रेडिमेड बनाएको यो चुलो तपाईँले हेर्न सक्नुहुन्छ। इट्स रेली होइन हुँदैन यो यसरी आगो फुक्ने खालको उसो होइन मैले बनाएको छु। रेली दिस वान इज भेरी गुड मेसिन है, बार्बिक्यू मेसिन्स एन्ड सुकुटीहरू बनाउनुको लागि यो चाहिँ एकदम राम्रो छ। मैले यो 30,000 खर्च गरेर बनाएको हो होइन। यो चाहिँ हाम्रो लागि चाहिँ एकदम मजाले मासुहरू पकाउन सुकाउन होइन, बार्बिक्यू पकाउन होइन, सबै कुरामा युजेज हुन्छ यो। त्यो भएर मैले चाहिँ आज चाहिँ घरमा चाहिँ यो सुकुटीहरू बनाइदिएँ। अब यसलाई चाहिँ यसरी मासु मजाले फिजायो, यसरी मजाले फिजायो होइन। तल 2 तले छ यो है। मजाले फिजाएपछि यसलाई यसरी उस गरेपछि अब यसलाई ढक्कन लगाइदिने चिकन होइन। यसरी ढक्कन लगाइदिएपछि यो चाहिँ एकदम मजाले सुकुटी भएर पाक्छ। ल हेर्नुहोस् यस्तो खालको छ। थ्याङ्क यू फर वाचिङ द एसबिजी ब्लग। यो मेसिनबाट धुवा आइरहेछ है।